मेरो घरमा त के आवासी भयो मङ्गलसिंह झ्याटो न भैँसी ब्याउँछ न मान्छे अब यस्तो मामलामा हार गुहार गरेर नमिल्ने आफै बल गर है दाजु सेवा र आमो कहाँबाट भाइ हैन पाडीले राँगो खोजेर नि त अन्त आगो म त गोठ बसेको मान्छे राँगा खोजेको नि एकताल जाँचेर आइज त ओइ के डुकेर बसेछ त बाटो किरा फटङ्ग्रा गफ सुनेको थोरै पानी पिउन मिल्छ होला इफ यु डोन्ट माइन्ड देना है कमली तेरो पानी यता कतै बाइक बनाउने ग्यारेज छैन आफै मिस्त्री जस्तो छ किन चाहियो होला ग्यारेज सारी उम्र जोकर कसम आज सुबेदारले झन्डै मारो यार दिन बलियो रहेछ र बाँचे दिन होइन गर्दन बलियो थियो र बाचिस भन्न ल पर्नु त पहिले मनै मिल्नु पर्यो बिछोड हुन भनेको चाहिँ कुरै नमिलेर हो घण्टा कुरा नमिलेर हुन्छ के अरे यहाँ मान्छे छोरा जातको कारणले बिछोड भइरहेछ देख्दैन बिछोड हुनु त पहिले ल पर्नु पर्यो नि म यहाँ झुन्डेर मर्यो भनेदेखि नानुमा यहाँ रुखको फेदमा आएर बेसमारी रुन्छ होला है हो अरू त थाहा छैन तेरो बाउ जुठे चाहिँ आएर बेसी रुँदो एकचोटि झुन्डेर हेर न त को आएर रुँदो रहेछ हेर्छु आखिर गर्यौ होइन त घात दियौ होइन त धोका छोड प्रेममा सबैको आँखा अन्ध हुन्छ सङ्गत त कतिले भेटे स्माइल तैँले खुब सुहाएको छ तिम्रै छिमेकी हो पकाइराखेको नि पछि ससुराली जाँदा पुच्छर हलाउँदै स्वागत गर रक्सीको स्वाद मात्रै विचार्छस् कि केही इल्लम गर्छस् मैले चाहे भने ठुल्ठुला अन्तर्राष्ट्रिय कम्पनीले तुरुन्तै जाहेर दिन्छ त्यो सिजी ग्रुप सुनेको छौ चाउचाउ बनाउँछ नि त्यसले मलाई मासिक 4 लाखको अफर गराएको थियो तैँले किन खाइनस् त चौधरी आफै धनी छ धनीमाथि धनी के बनाउनु पहिले त रुद्रको छोरीले बिहा हाल्नु त देऊ कसै छोरी रुद्र प्रसादको न जात मिल्छ न थर यो रुद्रले छाला मात्रै काट्छ मन मैलेपछि न जात न थर भगाउने हो तँसँग भाग्नलाई खुट्टा तन्काउँदै यो नम्बर सेभ नगर्ने माने सधैँ धोका खान्छु एउटा आइफोन नकिन्ने भएन